ओके ल क्यामेरा रोलिङ रोल भयो एक्सन डायलग Cut. कार्की साइला टिमलाई धेरै धेरै शुभकामना दिनको लागि सबैजनाले फेरि एकखेर ताली बजाइदिउँ न। कार्की साइलाले देश खानुपर्छ एकदम। देश विदेश सबै आज चाहिँ यो शुभ मुहुर्त विशेष दिनमा चाहिँ हाम्रो निर्माता बालकुमार राईजीको पनि जन्मदिन परेको रहेछ। उहाँले ल ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु। विशेष भयो र यो विशेष दिनमा चाहिँ उहाँको जन्मदिन तथा कार्की साइलाको शुभ मुहुर्त स्वरूप हामीले केक काट्दैछौँ। अब चाहिँ हामी केक काटेपछि बाँकी कार्यक्रम अगाडि बढाउनेछौँ। सरलाई फेरि पनि एकचोटि जन्मदिनको धेरै धेरै शुभकामना। केक आउँदैछ, कृपया 2 मिनेट पहिले भएर बसिदिनु होला। हामीले पहिले भने ज्याकेट साकेट माथि टाउकोमा हालेर पत्रकार साथीहरू क्यामेरा छोडेर टक्क बस्नु होला। सबैजना कलाकार तथा अतिथिहरूलाई यथास्थानमा आसन ग्रहण गरिदिनु होला विनम्र अनुरोध गर्दछु। सबैजना आफ्नो चेयरमा गएर बस्न सक्नुहुन्छ। ए बधाई चाहिँ हेलो सुरेन्द्रजी। हाय नमस्ते 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 नमस्ते। उहाँ चाहिँ स्क्रिप्ट राइटर कार्की साइला। के भन्छ एकछिन पक्र चलचित्रमा कल्पनामा ऐसा यस्तो छ भने जेठा महिना साइला काइला के कहाँ छ भन्नुहुन्छ यसरी सुरु गर ल। यो साइला काइलाहरू त हराउँदै गएको छ। साइला भनेर कति के भन्न आउँछ, पुरै भन्न आउँछ। कलाकारले डाइरेक्टरले भनेअनुसार अनुसारको एउटा कुरोमाथि तपाईँले डाइलग गर्नुपर्छ भनेर उहाँले भन्नुभयो। लेखकले लेखेको भावअनुसार त्यहाँ भएका पात्र अनुसार हामीले आफूलाई ढालेर म आज कमेडियन भन्ने बिर्सिनलाई यस्तो यस्तो लाग्छ। पहिले कार्की साइलाको कुरा गरेँ, मलाई अझै चिने किनकि मैले पढेँ, यस्तो भाष लाग्यो। अब मलाई यस्तो अब त्यो छिन्ता घटनाको धेरै कुराहरू पनि छ। एउटा भैयालाई पार्ने प्रभाव, त्यो घटनाले पारेको प्रभाव पनि छ। त्यसमा एकदमै इमोसनल पनि छ, भावनात्मक के आएको यो मलाई जस्तो पनि लाग्यो। मलाई एकदम च्यालेन्ज छ। अब मलाई यस्तो रोल आइरहेको छ, तर मलाई सुन पनि लाग्छ है कास्ट खालको
यो पनि मलाई जस्तो लाग्छ म अरूभन्दा पनि कार्की साइलाले व्यापार के गर्ला त्यो समय परिस्थिति र फिल्मको भनेपछि तर हेर्दाखेरि सबैले आज मिडियाकर्मीले दर्शकले के जोडमा न्याय गरे छैन अहिले भने सफलता दाइ अब अहिलेसम्म होइन तपाईँलाई चाहिँ डेटोमा यो साइडमा यो काउन्टिङ हुन्छ नि कतिसम्म हुन्छ म 6 जना दाजुभाइ मेरो 6 जना 5 जना दाइ एउटा दिदी मेरै माथि लागेको साइलो दाइ सालको एउटा घटनाले कार्की साइलाको जीवनमा पार्ने प्रभावको बारेमा तपाईँले भन्नुभयो अतिथि लेखकले उहाँ गएरै बुझेर सबै घटनाक्रम बुझेर मिल्न सक्ने त्यहाँ आउन सक्ने घटनाक्रम नै राख्नु पञ्चायतकालीन समयमा नेपालीले धेरै घटना कृष्ण भक्त माथिको नामहरू कृष्ण भक्त यता बुवा हुनुहुन्छ भनेर फेरि अब टोटल केही घटनासँग मात्रै आधारित नहोला मलाई लाग्छ त्यो त एउटा बेलाको भएको होइन त्यो बेलाको पात्र भएको अलिकति मनोरञ्जन पनि चाहियो कारणले अलिकति मान्छेलाई त्यो घटनाक्रमलाई अलिकति यस्तो भएर चाहिँ चिन्ता घटना भयो किनखेरि हामीले त पढेको तर नपढेका मान्छेहरूलाई चाहिँ त्यहाँ त्यस्तो भएको छ त्यतिखेर भने अलिकति केही जानकारी दिएर अब यस विषयमा लेखकले बढी गर्नु यसमा चाहिँ त्यो घटनासँग अहिलेको जेनेरेसनलाई टच गराउनलाई र अहिलेको जेनेरेसनलाई तान्नको लागि चाहिँ साइड जोडिनु भयो आएको डायलग भनेर जोडीको कुरा गरौँ